हेर्नु न साथीहरु, हाम्रो घर कति धेरै खुर्सानी, हाम्रो साथीहरु यहाँको प्याज काँक्रो। आज चाहिँ आमा छोरी मिलेर चटपटे पार्टी गर्छ। त्यहाँबाट उता जान्छ। हेर्नु न साथीहरु, मेरो घरको मौसम। हाई एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते, वेलकम ब्याक टु माई भ्लग। सो म चाहिँ एकदम सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ भन्ने आशाका साथ नयाँ दिन नयाँ भ्लगको सुरुवात भइसकेको छ साथीहरु। आजको दिनमा म के गर्नेछु र हजुरलाई देखाउने छु। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु है त साथीहरुलाई। कन्या के राको काम पनि छैन, फुर्सद पनि छैन भने जस्तो। यसलाई पानी खुवाउन, पानी नखाएर पड्काइदिन्छ अहिले। सधैँ अरू कन्टेन्ट त खोज्नु भएन नि, होइन त साथीहरु। घरमा चाहिँ छ जस्तो हो, त्यही त देखाउने हो नि भन्दै आज मैले चाहिँ घरबाटै स्टार्ट गरेको भिडियो। म खासै कहीँ पनि जाँदिनँ आजकल, अनि जानु पनि छैन। बजार पनि अलि टाढै छ। हजुरलाई मैले अस्तिको भिडियोमा त देखाइहालेँ नि र हजुरले देख्नु भइहाल्यो नि र हेर्नु भएको छैन भने नि गएर हेरिदिनु होला। त्यही हो साथीहरु, आज म चाहिँ सुत्ने उठ्ने बस्ने खाने त्यही हो, काम छैन भने जस्तो। तर काम चाहिँ गर्नुपर्छ है साथीहरु। काम भएको बेलामा चाहिँ गर्छु कि अहिले काम छैन, त्यही भएर पनि हो। हेर्नु न साथीहरु, हाम्रो घर कति धेरै खुर्सानी, हाम्रो बारीमा त कस्तो हो, म त बारीमा नानी कति भइसक्यो त। कति धेरै खुर्सानी, यसलाई चाहिँ चिप्ले भेडी भन्छ। चिप्ले भेडी खुर्सानी चाहिँ कति धेरै फलेको, एकै ठाउँमा जिरे खुर्सानी भन्छ, के खुर्सानी भन्छ। खुर्सानीको बारीमा खुर्सानीको बोटमा चुन्द्रुङ्ग झुनेर मर्छु भन्थ्यो त्यस्तै। कसको घरमा छ यत्रो धेरै खुर्सानी, नभएको भए हाम्रो घर लिन आउनु होला। सो साथीहरु, अहिले चाहिँ हाम्रो घरमै चटपटी बनाएर पनि रेडी भइसकेको छ। अब चाहिँ यसलाई मिक्स गरेर खानुपर्ने मात्र बाँकी छ साथीहरु। यहाँ रहेको प्याज काँक्रो अनि यो आलु अनि यहाँ अमिलो हालेर खानुपर्ने हुन्छ साथीहरु। सबै कुरो रेडी भइसकेको छ। बजारमा बनाएको त भएन, तर पनि मिठै होला हो भने। हाम्रो चाहिँ चटपटी पनि रेडी भइसकेको छ सबै कुरो। आमा चाहिँ उता लुगा धोइरहनु भएको छ अनि म चाहिँ यहाँ चटपटे यो अन्डा पनि यो चाहिँ यतिकै राख है खानुलाई। फर्स्ट बाइट खाइला मिठो बा। खाएर नि काम गर्न जानु पर्ने होला, खाएर मात्रै सुहाएन। आज चाहिँ आमा छोरी मिलेर चटपटे पार्टी गर्दैछौँ। आज हामीले घरमै बनाएको चटपटे। आमा तिमीलाई कस्तो लाग्यो? मिठो, राम्रो, मिठो लागेर राम्रो लागेर चाहिँ कान्छीले बनाएको नमिठो त हुँदै भन्नु नि। अझै 2 बजिसकेको छ साथीहरु। दिनभरि सुत्यो उठ्यो, भिडियो बनाउन नि दिउँसो भयो। त्यही हो, जति जे गरे नि केही हुँदैन भने जस्तो। सो साथीहरु, अहिले चाहिँ म खाजा खाएर काम गर्न पनि रेडी भइसकेको छु। अब खाजा खाइसकेपछि काम त गर्न परिहाल्यो नि साथीहरु। त्यही भएर अब चाहिँ म काम गर्न जाँदैछु साथीहरु। हजुरलाई म देखाउने नै छु, हजुर हेर्दै गर्नु होला। घाम चर्केर ओपर भइरहेछ भने फेरि अहिले यस्तो गर्मी, राति पानी पर्छ, दिनभरि गर्मी भएर हैरान हुन्छ साथीहरु। म चाहिँ यहाँनिर काम गर्ने। अब मैले चाहिँ यहाँनिरको त्यो सबै उत्यो हुन्छ अरे के यो, अनि यहाँबाट पानी आउँछ अरे, अनि फेरि यहाँ जान्छ भनेर त्यही भएर यहाँको चाहिँ मैले सबै खन्नुपर्ने हुन्छ साथीहरु। खन्नुपर्ने भन्दा मात्रै यहाँको पानी चाहिँ यता लगेर लगाउनुपर्छ साथीहरु। यो चाहिँ मेरो अर्को घर अनि मेरो अर्को घर चाहिँ उतापट्टि हो यता साथीहरु। अब चाहिँ मैले चाहिँ यो चाहिँ खन्नुपर्ने हुन्छ साथीहरु, हेर्दै गर्नु होला। त्यहाँबाट उता जान्छ साथीहरु, मेरो घर चाहिँ यही हो। लामो छ, यहाँबाट चाहिँ कस्तो राम्रो देखिन्छ नि। हेर्नु न साथीहरु, मेरो घरको मौसम।
भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद साथीहरू। हजुरहरूले भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नभुल्नुहोला भन्दै अब अहिले बेलुका पनि भइसकेको छ साथीहरू। त्यसैले म भिडियोलाई यतै इन्ड गर्न चाहन्छु। सो साथ सपोर्ट गरिदिनुहोस् साथीहरू। एउटा लाइक र एउटा सब्सक्राइब गर्नु के हजुरको परान जान्छ भने अचम्मै गरिदिनु ल।